ओ माई गॉड घामले गर्दा हजुरको स्किन पनि यस्तै ड्यामेज भइसकेको हुन सक्छ नेग्लेक्ट गर्दा गर्दै हाम्रो कस्टमरको स्किनमा यति धेरै चायापोतो आउन थालेपछि मेरो यहाँ पनि चायापोतो आउन थालेको छ यहाँ पनि भन्दै कति टेन्सन गर्दै हाम्रो कस्टमर एलो हर्बल अफिस आइपुग्नु भएको छ आज सबैभन्दा सुरुमा एलो हर्बलको फेस एनालाइजरमा उहाँको 16वटा भन्दा बेसी स्किन टेस्ट गराएर सबै रिपोर्टहरू हेरिसकेपछि हामीले उहाँको लागि एउटा स्किन केयर सेट कस्टमाइज गरिदियौँ अनि स्किन केयर कसरी फलो गर्ने भनेर रुटिनको बारेमा उहाँलाई पनि आइडिया होस् भनेर मर्निङ स्किन केयर रुटिन चाहिँ उहाँको हामीले अफिसमै गर्ने निर्णय गर्यौँ सुरुमा चाहिँ सानो सानो दाग जस्तो देखा पर्यो अहिले अनि अलिअलि गर्दै बढ्दै गएर त अनुहारभरि चायापोतोहरू आउन थालेपछि उहाँ आत्तिएर अफिस आउनुभयो बेलैबाट स्किन केयर गर्ने भाइटामिन सी सनस्क्रिनहरू सबै प्रोडक्टहरू नियमित रूपमा लगाउने भएको भए त समस्या यति अगाडिसम्म बढ्ने नै थिएन त्यही भएर सानैबाट सिकेको थियौँ नि हामीले प्रिकसन इज बेटर देन केयर भनेर त्यसरी नै चायापोतो या कुनै समस्या स्किनमा आइन्जेलसम्म स्किन केयर गर्न नपर्ख्यौँ है अहिले पनि उहाँले एलो हर्बलको रुटिन फलो गर्नु भएपछि उहाँको चायापोतो त जान्छ तर फ्यु मन्थ या इयर पनि लाग्न सक्छ स्किन नर्मल हुँदै स्किन केयर गर्न थाल्ने हो भने यत्रो टाइमसम्म हजुरको स्किन कस्तो राम्रो ग्लोइङ हेल्दी भइसक्छ अनि एउटा रुटिन फलो गर्दैमा उहाँ हेर्नुहोस् त कति खुसी हुनु भएको छ अब त मेरो स्किन ओ माई गॉड कस्तो राम्रो भएछ भन्दै हुनुहुन्थ्यो हजुरहरू पनि एलो हर्बल आइहाल्नुहोस् है